हेलो साथीहरु, यो दुई चार दिन अगाडिदेखि एउटा न्युज आइरहेछ नि यातायातबाट, त्यस पछाडि यो मालपोतबाट बिचौलिया समात्यो भनेर। तिनीहरुलाई चाहिँ समात्ने मात्रै हैन, 2-4 वर्ष जेल पनि राख्न पर्छ जस्तो लाग्छ के। यातायातमा त यति यातायात अनि मालपोत यति धेरै ठगी। सामान्य हामी यो इन्भोइस नम्बर निकाल्छौं नि गाडीको, यो इन्भोइस नम्बर निकाल्न जाँदाखेरि मसँग 5000 रुपैयाँ घुस मागेको। त्यहाँ गयौं हामी हैन, गएर त्यो पछाडिको झ्यालमा जुन लिने छ नि इन्भोइस नम्बरको लागि फर्म भर्ने ठाउँ छ नि, त्यहाँ गएको। त्यहाँ जाँदा मैले चिनेको एकजना दिदी हुनुहुँदो रहेछ। दिदी म के भन्नु, मेरो छोरीसँगै बेग्लै स्कुलमा पढ्ने दिदी चिनिराखेको उहाँ हुनुहुँदो रहेछ। अनि उहाँलाई मेरो इन्भोइस नम्बर निकाल्न गयौँ, सबै डकुमेन्ट दिउँ। त्यस पछाडि के भन्नुभयो भने नम्बर कुन नम्बर छान्ने यसरी सोध्नुभयो क्या। नम्बर छान्न पनि पाइन्छ भनेर मैले सोधेँ। भन्नु न भनेर पाइन्छ भनेर मेरो मुखतिर हेरेर। अनि मैले ल नि त ठिकै छ, त्यसो भए यो नम्बर दिन्छु भनेर मैले छानेको नम्बर लिएँ हैन। भने पछाडि म तपाईलाई मेरो अफिस छेउमा बस्नुहुन्छ कि उहाँ दिदी अहिले पनि हुनुहुन्छ, सर्नुभयो थाहा छैन मलाई, म थुप्रै भयो अहिले त म अफिस जान्न। अनि भरे अफिसमा आएर भन्छु नि त, भरे घर आउँदा भनौँला भनेर भनिन्। मलाई पनि होला त नि, अब भरे आएर भन्ने रहेछ नि भनेर भने। त्यो दिन भेट भएन। अनि भोलिपल्ट म अफिस जाँदा उहाँ अफिस गइसक्नु भएको थियो। अनि बेलुका आउनुभयो, म त अफिसमै थिएँ। अनि आएर नि हिजो भनेको थियो नि के भयो भनेर सोधेँ कि मैले। अनि यो नम्बर मिल्छ त भनेर भनेको। अनि मिल्छ तर 5000 रुपैयाँ लाग्छ अरे कि। मलाई त यस्तो झनन्न रिस उठ्यो हैन। अनि इन्भोइस नम्बरको लागि त अलरेडी पैसा तिरे हैन, 3200 कि 3500 त हामीले कति तिरेको हुन्छ हैन। अनि त्यस पछाडि भरे त त्यसो भनिन्। अनि 5000 रुपैयाँ इन्भोइस नम्बरको लागि भनेको कति पैसा तिर्छन् अरे। चाहेको नम्बर झिक्नको लागि त मैले चाहिँ एकदम तपाईहरु चिनेको भनेर भनिन्। अनि त्यस पछाडि मलाई यस्तो रिस उठ्यो, म 1 रुपैयाँ पैसा पनि तिर्दिनँ। जुन नम्बर दिन्छ म त्यही नम्बर गाडीमा लाउँछु, म अरू नम्बर म पैसा तिर्दिनँ भने के। त्यसो भने चुप्प लागेर गइन। अनि मेरो हस्बेन्ड त्यही उभिनु भएको थियो। ल नि त म एकचोटि फेरि हाकिमसँग कुरा गरेर आउँछु भोलि भनेर भनिन्। अनि भोलिपल्ट फेरि के भनिन् आएर के भनिन् भने 3500 दिने हो भने चाहिँ लगाउँछु, के अरे हुन्छ, त्यही तपाईहरुले भनेकै नम्बर हुन्छ भनेर भनिन् हैन। अनि मैले हिजो तपाईले नम्बर मिल्छ भनेर पो मैले तपाईलाई मिल्छ भने ल नि त गराइदिनु त यो नम्बर राखिदिनु भने त मिल्दैन भने तपाईलाई म घुस खुवाइ 5000 घुस तिरी इन्भोइस नम्बर राख्छु त। मैले त अलरेडी पैसा तिरेको छ 3200 3500 भनेपछि चुप्प लागिन हैन। त्यस दिनदेखि मसँग खासै बोलेकी पनि छैनन् कहिले। त्यस पछाडि पनि कति समयसम्म भेट भयो भने यातायातमा इन्भोइस नम्बरको लागि जाँदा त 5000 रुपैयाँ पैसा घुस माग्छन् भने यहाँ कति छन् त्यस्ता बिचौलिया त त्यो यातायातमा कति छन्। त्यस्ता मान्छेलाई समातेर छोड्ने होइन कि, समातेर 2-4 वर्ष जेल पुज्नुपर्छ।